साथी हो, गाई पाल्नेहरूलाई चाहिँ एउटा सुझाउ, यो चाहिँ सरगम भन्ने घाँस हो। हामीले चाहिँ यसपालि समरमा ट्राई गरेको थियौँ। अनि यो चाहिँ 4 चोटि 5 चोटि काट्नु हुँदो रहेछ। तपाईँ जतिजना गाई पाल्ने डेरी फार्मिङमा इन्ट्रेस्टेड हुनुहुन्छ, यो चाहिँ एकदमै ठिक लाग्यो मलाई। सरगम घाँस हेर्दा चाहिँ मकै जस्तो छ। यो 3 चोटि काटेर अब यो 4 चोटिको हो। अब अस्ति हामीले काटेको अझै पनि आउँथ्यो 5 चोटिसम्म। 1 चोटि रोपेपछि हुने रहेछ यो सरगम घाँस। हामीले ट्राई गर्नुको लागि चाहिँ रोपेको थियौँ। र गाई पाल्ने हाम्रो कृषक साथीभाइहरूलाई चाहिँ एउटा यो राम्रो रहेछ यो सरगम घाँस। लगाउनु चाहिँ नेपियर भन्दा पनि ठिक पो लाग्यो। नेपियर पनि नट ब्याड, तर सरगम पनि एकदमै 4-5 चोटि काट्नु हुने रहेछ। यस्तो दामी आएको छ। हेर्नुहोस् न, हामीले ट्राईको लागि चाहिँ आदिकाल लगाएको थियौँ। त्यो चाहिँ अब 4th चोटिको चाहिँ हाम्रो यो कटाइ हुन्छ। अब चाहिँ काटेर यहाँ चाहिँ अन्य कुराहरू हामी आलुहरू रोप्नुपर्ने हुन्छ। त्यतिकै यो बारी पढेको थियो, हामीले ट्राईको लागि लगाएको सरगम घाँस। हेर्नुहोस् है, हाइट पनि 10-12 फुट 15 फुटसम्मको छ। मजाको छ है। हाम्रो कृषक दाजुभाइहरूलाई यो चाहिँ जसले डेरी फार्मिङ गर्नुहुँदैछ, तपाईँहरूलाई चाहिँ राम्रो हुँदैछ यो सरगम।